हेलो एभ्रिवान, यो चाहिँ हिजोको भिडियो हो र मसँग चाहिँ अहिले यहाँ भिडियोमा चाहिँ मेरो फुपूको बुहारी है, मेरो चाहिँ भाउजू हुनुहुन्थ्यो। अनि हामीसित चाहिँ अरू पनि आउनुभएको थियो। अनि हामी चाहिँ कहाँ गएको थियौँ भन्दाखेरि चाहिँ हामी चाहिँ पशुपति गएको थियो। त्यहाँ चाहिँ हामी मरौको कामको लागि गएको थियो है। अनि एकछिन चाहिँ हामी मरौ घरबाट निस्केर चाहिँ बाहिरतिर घुम्न निस्केको थियो है। अनि यहाँ चाहिँ एकदम विन्टर जस्तै भइरहेको थियो वेदर चाहिँ। र उसको बाद चाहिँ हामी यहाँ चाहिँ मेन चाहिँ साङको लागि आएको है। साङधुप सोध्नु आएको थियौँ है, कति प्राइस रहेछ, किनभने यता हेरी सस्तो पर्छ भनेर चाहिँ हामी त्यहाँ सोध्नु गएको थियौँ है। र यहाँ चाहिँ अरू बुद्ध स्टोरको है के सामानहरू चाहिँ एकदम राम्रो राम्रो थियो। अनि त्यो दोकानकै छेउमा चाहिँ यो फ्रेस मुला देखेँ है। र यो चाहिँ एकदम पर बिटा चाहिँ 20 रुपिस थियो। र त्यतिकै हामी यसो वाइवाईहरू हेर्नु आयौँ। अनि घिउ पनि किनिहालेँ है। र घिउ किन्नु जाँदा चाहिँ हाम्रो काकी हुनुहुन्थ्यो हामीसँग। अनि त्यो साङधुप चाहिँ किनेँ है। 1 केजीको चाहिँ 125 रुपिस रहेछ है साङधुपको। अनि अघि चाहिँ आएर हामीले प्राइस खालि सोधेको थियौँ होइन। अनि अहिले चाहिँ किनेर लग्यौँ। अन्त हामीले ठिक्कै अहिलेको फेमस रेवती पार्लर पनि भेट्यौँ है। त्यहाँनिर हामीले प्राइसहरू पनि सोध्यौँ, रिजनेबलै रहेछ है। त्यहाँदेखि चाहिँ हामीले घरमा लाने है यस्तो चिप्सहरू के सामानहरू किन्यौँ। र अनि यहाँनिर देख्न सक्नुहुन्छ गाडीमा चाहिँ टन्नै भएको थियो। बाहिरको वेदर पनि हेरिहाल्नु, पानी पर्दै थियो है। र त्यही भन्दै अनि हामी पशुपति नगरलाई बाई भन्दै हामीले चाहिँ हाम्रो गाडीलाई पर्खिरहेको थियौँ। थ्याङ्क यू सो मच फर वाचिङ।